open and open. Open down. Down. सिद्धिन छ ठुलो मान्छेले चुट्नु पर्दैन एम ब्रह्मा बरेन्द्र रुद मर्त स्तुन बन्ति दिव्य स्थिति वैद्य सांग पतम गाइन तेम सामगा ध्याना अवस्थित कतेन मनसा पश्चिन्तम योगिन शान्तन विदु सूर्य सूर्य गडाय देवाय तस्म नम सीमत चन्दन चतु सुकर नमर मालिका माल अलंकित कुण्डर परिविलन सन मुक्त बलि सविता स्वर्गीय निदान पुस्तक दल मार करा बागदेवी बन्न बुझे वस्तुमै तैलक माता चिर मुख करति बाजार पंगल गिमा एक तमा बन्दे हनुमन्त माधव नम भगवते तस्मै व्यास मिति एसे प्रसिद्ध छमे नान कथा मे नान तब देवी सरस्वती व्यास तत जय मुदरे जय शंकर बुद्धि हाम्रो नेशनल भगवान के हो नेशनल शिव शिवले के अथ 69 अध्याय कुमारजी आगे गर्नुहुन्छ हे अगस्त्य मुनि त्यहाँ पछि चन्द्रवतीले बगाएका 8 रोटीमा 8 रोटी नागिनीले पाएर हातमा लिई यस्तो अपूर्व रोटी कसले बगाएछ मेरो पति घरमा छैन 12 वर्ष भयो कहाँ गए पत्ता छैन उनीहरूले नखाई एक्लै कसरी खाउँ उनीहरूको खबर गरौँ अनि दुईवटा रोटी बाँडेर खाउँला भने गण्डकी नदी नाला सबै स्थानमा खबर गर्दै गइन् तिनै 8 रोटी मध्ये 4 रोटी नागले पाएर कस्तो अपूर्व रोटी पाए यो मेरो स्त्रीलाई नखुवाई एक्लै कसरी खाउँ म परदेश हिँडेको पनि 12 वर्ष भयो अब घर गई दुई रोटी बाँडेर खाउँला भनी घर जान लाग्दा साली नदी र समुद्रको दोबानमा स्वस्थानी परमेश्वरको प्रसादको स्वरूप त्यो रोटीको प्रतापले नाग र नागिनीको भेट भयो अनि नागिनीले प्रसन्न भएर भनिन् हे स्वामी मलाई एक्लै छाडेर यतिका दिनसम्म कहाँ जानु भएको थियो मेरो भाग्यले आज तपाईको दर्शन पाएँ कसैले बगाएको यो 4 रोटी पाएँ त्यो तपाईलाई नोखा एक्लै कसरी खाउँ दुई माडेर खाउँला भनी गण्डकी नदी नाला सबैतिर खोज्दै हिँडेकी हुँ बल्ल सन्तोष भयो लौ खानुहोस् भनी आफूसित भएको 4 रोटीमा 2 रोटी दिन् अनि नाग भन्दछन् हे स्त्री त्यस्तै 4 रोटी मैले पनि पाएको छु तिमीलाई नखुवाई एक्लै कसरी खाउँ दुई रोटी बाँडेर खाउँला घर जाउँ भनेर आए तिम्रो मुख देखेर सन्तोष भयो लौ खाऊ भनेर आफूलाई पाएको 4 रोटीमा 2 रोटी दिए दुवै स्त्री पुरुषले खाइसकेर नागिनी नागका काखमा बसी आनन्दले रहे तब नाग भन्दछन् हे स्त्री 12 वर्षसम्म हामीहरूको भेट नभएको यसै रोटीको प्रभावले भेट भयो जसले यो रोटी बगायो त्यसको भोलिकै दिनमा इच्छा सिद्धि होस् लक्ष्मी प्राप्त हुन् र शत्रु नाश हुन् भनेर अनेक आशीर्वाद दिए अनि नागिनी भन्दछिन् हे स्वामी म पनि त्यसलाई आशिष दिन्छु जसले यो रोटीहरू बगाए त्यसलाई नवग्रहको पीडा नगरून् राज्यलक्ष्मी त्यसैका बसमा रहन् फेरि हामी जस्तै पति पत्नी छुटिएका भए पनि चाँडै भेट होस् भनेर अनेक आशीर्वाद दिन् यसरी आशीर्वाद दिएर नाग नागिनी आफ्नो आश्रममा गए त्यसपछि लामडे देशका नानीहरू साली नदीमा स्नान गर्न जाँदा त्यस्ता किसिमले बसेकी चन्द्रवतीलाई देखेर सोधे तिमी देवकन्या विद्याधर कन्या अथवा स्वर्गीय अप्सरा रम्बा तिलोत्तमा को यहाँ एक्लै किन बसेकी यति लोकहरूले भनेको सुनि चन्द्रवती भन्दछन् हे लोक हो म देवकन्या वा स्वर्गीय अप्सरा होइन म वरुणपुरका अग्निस्वामीकी छोरी चन्द्रावती हुँ गोम ब्राह्मणीका पुत्र नवराजकी पत्नी हुँ हिजो स्वर्गका अप्सराहरूसँग यहाँ आई श्री सत्यनारायण परमेश्वरको व्रत गरेर स्वर्ग गएँ मैले पनि उसैकै संसर्गमा श्री सत्यनारायण परमेश्वरको व्रत गरेर राति जागराम गरेर भनिन् र लाभडा देशका लोकहरूले आश्चर्य मानेर घुमा ब्राह्मणीका पुत्र नवराज त हाम्रो देशका राजा भएका छन् यो कुरा के कसो राजालाई भन्नुपर्छ भन्ने सल्लाह गरी नवराज कहाँ गए राजा कहाँ गए हे महाराज भनी चन्द्रवतीले भनेको सारा कुरा सुनाए ती साली नदीको तटमा बसिरहेकी छन् हुन पनि हुन् कि होइनन् विचार गरी बक्सियोस् यति लोकले भनेको सुनि नवराज राजाले आफ्नी पत्नी चन्द्रवतीलाई सम्झाए अनि हे लोक हो तिमीहरूले उचित कुरा भन्यो चन्द्रवती मेरी पत्नी हो राज्यको कार्यभारले उसलाई बिर्सिरहेको थिएँ अब तिमीहरू सबैजना गई डाकेर ल्याऊ भनी उत्तम वस्त्र अलङ्कार पहिराइ पठाए अनि मन्त्रीलाई डाकेर भने हे मन्त्री हो मेरी स्त्री चन्द्रवती साली नदीका तीरमा आएर बसेकी रहेछ अहिले लाभण देशका लोकहरूले नाना वस्त्र अलङ्कार पहिरी नाच गीत वाद्य गरेर लिन जाउन् छिटै पढ म पनि परसम्म लिन आउला हात्ती घोडा रथ पैदल सेना आदि तयार गर भनी आज्ञा दिए मन्त्रीले हुन्छ भनेर पुरा सहरमा झ्याली पिटाई सारा प्रजाहरू अघि पछि लगाए
गए। तब चाहिँ सबै चन्द्रवती कहाँ देवी कहाँ पुगेर प्रणाम गरे, हे महारानी नवराज राजाले हजुरलाई लिन पठाएर हामी आयौँ, यो पालकी र बस्ताभूषण ल्याएको छौँ, पहिरेर छिट्टै आऊ भने जब चन्द्रवतीले आफ्नो पति नवराज सम्झेर हे स्वस्तानी परमजी मेरो पति नवराजसित चाँडै भेट होस् भनेर हिजो मात्र व्रतको समापन गरेको थिएँ, आज भेट हुन लाग्यो। हे ईश्वरी हजुरलाई कोटी कोटी नमस्कार छ। म पापिनी नामबाट को दुःखमा नाम भएर दुःखका सिन्धुमा डुबिरहेकोलाई कष्ट पार गर्नुभयो। हे लोकेश्वरी हजुरलाई कोटी कोटी नमस्कार छ। हे भगवती हजुरका कृपाले ब्रह्माले 14 भुवन सृष्टि गरे, यस्तै हजुरलाई कोटी कोटी नमस्कार छ। हे जगदीश्वरी हजुरको दयाले म पनि लावणी देशकी रानी हुन आँटेँ भनी बहुतै प्रसन्न हुन गई। वस्त्र अलङ्कार पहिरी पालकीमा बसी समस्त प्रजाहरू समेत भई लावणी देश गई। नगर बाहिर पुगेपछि लावणी देशका स्त्रीहरूले थाहा पाई हातपत गरेर कसैले पाकिसकेको भात छोडेर निस्के, कसैले खाना खाँदै हात पनि नधोइकन निस्के, कसैले छोराछोरी रुवाउँदै निस्के। अगाडि पुग्न र पहिले दगुर्दा कसैका हात र कसैका खुट्टा भाँचे। यसरी नवराज राजाले चन्द्रवतीलाई अनेक मङ्गल यात्रा गर्दै दरबारमा लैजाँदा भए। इतिश्री स्कन्द पुराणे केदारखण्ड माघमाते कुमार समादेश श्री स्वस्तानी परमेश्वर व्रत कथा है चन्द्रवती पतिगृह गमन नाम 69 अध्याय।